बुढो बुढो यो मासु के गर्ने हो? फाल्ने हो कि कुकुरलाई दिने हो? ए यो अब के गर्ने भन्ने कुरो जोइटिङले भन्छ अब। ओइ जोइटिङ रे, ओइ जोइटिङ रे, ओइ जोइटिङ रे, के भयो यहाँ आइज त। ल यो मासु ताक त। होइन आज के भयो तँलाई एका बिहान बिहानै मासु लिएर आएको जस्तो मेरो लागि के हो ताक्नु ताक पहिला। कस्तो छ? मिठो छ त अनि आज के स्पेसल हो र के स्पेसल हुने नि, यो 4-5 दिनको बासी मासु हो के। 20,000 हालेर मैले कुकुर किनेको छु। कुकुरलाई दिनुभन्दा पहिला अनि तला चखाऊँ भनेर पनि। अब तेरो भन्दा बढी माया मलाई कुकुरको लाग्छ। खाइ कुकुरलाई के भइहाल्छ कि भने पहिला तला चखाउन लिएर आएको। झोले तँलाई त काम पाइनस् बिहान बिहान मलाई त्यो कचौरा त दे, तेरो त्यो कचौराले एकट्ठा सिमेन्ट आउँछ कि ल्यान त ल्या। कस्तो रहेछ चोटिङले तेरि। आइज नि फेरि म राम्रै रहेछ त मासु अनि बेकारमा यार। कुकुरलाई दिएको भन्थ्यो नि, जोटिङले मिठो मानेर खायो यार। मारेन यार, बेसै ठकाएको थियो जोटिङले।